ओ माई गुडनेस यो चाहिँ सिन हेर्नु न सिन ओ माई गुडनेस कस्तो राम्रो छ गाइस देखेछ आज चाहिँ घुम्न आछौँ यो चाहिँ यर्क हो यर्क यस्तो छ यर्क ओके यो चाहिँ यस्तो छ यहाँ चाहिँ यो चाहिँ यर्क हो मैले उ पनि किनेर ल्याएर आइसकेँ यहाँनिर चाहिँ यस्तो छ नहाले नि हातले खाम्ला यसलाई चाहिँ भन्छ हो यसलाई के फ्लावर भन्छ नि मैले भुलिहालेँ अहिले चाहिँ हामी जाँदैछौँ उसमा खोलाको तिरमा आज यसो डुल्नलाई कामबाट आएर होइन नजिकै छ तै पनि जान चाहिँ मन लाग्दैन यति राम्रो छ फ्लावर हेर्नु त म चाहिँ खोलामा आइपुगेँ खोला चाहिँ यस्तो छ वाउ हेर्नु त पछाडिको सिन हेर्नु न सिन ओ माई गुडनेस वाट्स द सिन ओ माई गुडनेस तर मेरो यो क्यामेरा चाहिँ के भएर बिग्रेछ क्यामेरा चाहिँ भरे भोलितिर बनाउनु पर्ला कस्तो राम्रो छ गाइस हजुरहरूलाई यो केको बारेमा हेर्न मन छ जान्न मन छ होइन यहाँको कस्तो छ प्लेसहरू भन्यो मलाई सब्सक्राइब गर्नु होला म चाहिँ हजुरहरूलाई यहाँको भिडियोहरू देखाउने छु अनि हजुरहरू पनि इन्जोय गर्नु होला घरबाट हेर्नु त हजुर म यहाँभित्र जान पाएको छैन यसलाई भन्छ तुलिप फ्लावर गार्डन यो चाहिँ बस्ने ठाउँ हो किरा कति धेरै छ म चाहिँ यताबाट हिँड्छु यतापट्टिबाट कस्तो राम्रो आइरहेछ यहाँ चाहिँ ऊ बनाउँदैछ यसलाई रोक्दैछ इफ पानी परिहाल्यो भने चाहिँ यसले बगाएर नजाओस् भनेर यो डुङ्गालाई नाम पनि बनाउँदैन डुङ्गा हो कि के भन्छ पानी जहाज होइन यता चाहिँ यस्तो छ गाइज
कस्तो लाग्यो बच्चा पनि छ ला 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 ला। अब आज यति हो बाँकीको चाहिँ म अर्को दिन देखाउँला बाई। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्न नभुल्नु होला अनि सब्स्क्राइब पनि गरिदिनु होला। बेलुका बेलुका अँध्यारो हुन लाग्छ होइन कति राम्रो छ त्यही भएर मैले बाई भन्न नसकिनँ अनि फेरि म हजुरहरूलाई देखाउनलाई आएँ। यस्तो छ म यसलाई हल्का जुम गर्छु होइन जुम गरेपछि चाहिँ हल्का क्लियर आउँछ कि यस्तो क्लियर आउँछ। के गराएको हो यो यस्तो छ होइन यो यो पुलको मान्छेहरू हिँडिरहेको पनि देखिरहेछ है होइन एक्ज्याक्टली यो चाहिँ यति टाढा छ क्या हेर्नु त ओ माई गुडनेस मलाई कस्तो रमाइलो लाग्यो नि यहाँ। गाइज भ्यू कस्तो छ हेर्नु त यहाँको भ्यू कस्तो छ यसको ओ माई गुडनेस। यो चाहिँ योर्क मिनिस्टर हो होइन यो चाहिँ युके को योर्कमा छ यो चाहिँ युके को योर्क भन्ने सिटी हो यस्तो छ अनि यो चाहिँ योर्क मिनिस्टर हो। यो चाहिँ मैले उता साइडबाट पनि देखाउँछु यो चाहिँ हल्का राति भयो होइन म हजुरहरूलाई अर्को कुनै दिन लङ भिडियो लिएर आउने छु। यसमा चाहिँ मैले सर्ट मात्रै देखाएको छु हजुरहरूलाई राम्रो लाग्यो भने यहाँ चाहिँ बस्ने ठाउँहरू पनि छ होइन यहाँ आएर बसेर खाजा खान मिल्छ। यहाँनिर चाहिँ यस्तो पार्कहरू बनाइदिएको हुन्छ हेर्नु न यस्तो यहीँ आएर बसेर खान मिल्छ पार्कहरू छ बनाइन्छ होइन जताततै बस्ने ठाउँहरू राखिदिएको छ क्या हेर्नु न जताततै बस्ने ठाउँहरू राखिदिएको छ। सो म चाहिँ यो चाहिँ सर्ट भिडियो यो चाहिँ मैले भिडियो थोरैको लागि बनाएँ अनि म अर्कोमा चाहिँ लङ भिडियो बनाउँछु। यो चाहिँ हजुरहरूलाई टुच्च दिनको लागि के हो यिनीहरू यहाँ रमाइलो गरिरहेछ मस्त यो चाहिँ हजुरलाई टुच्च दिनको लागि मैले भिडियो बनाएँ होइन। यसको लङ भिडियो डिटेलमा चाहिन्छ भने चाहिँ कृपया मलाई कमेन्ट गर्नु होला। त्यसपछि म यतातिर नि बाटो छ यसको यतापट्टि छ गार्डन म त्यसमा पनि लग्छु मलाई मेसेज गर्नुभयो भने म यसको चाहिँ डिटेलमा लिएर आउँछु अलि 1-2 दिनमा होइन भिडियो बनाउँछु अनि त्यसपछि हजुरहरूलाई देखाउँछु। अनि यहाँनिर अलिकति केही बन्दैछ यता पनि बन्दैछ त्यही भएर यहाँ थोरै बाटो ब्लक गरिरहेछ। सो यहाँ चाहिँ यस्तो छ यो यताको यस्तो छ नजारा 2 मिनट त भयो होइन म चाहिँ योभन्दा पनि अझै लङ भिडियो लिएर आउँछु पुरै डिटेलमा देखाउनको लागि। सो अहिलेको लागि चाहिँ बाई बाई।